हेलो गाइज, हेलो गुड आफ्टरनुन। र यतिखेर चाहिँ म अब यो भ्लग आजको अलिक स्पेसलै हुनेछ। र म चाहिँ आज मेरो एउटा सानो टुर छ। म चाहिँ अहिले यतिखेर पोख्रेबुङतर्फ जाँदैछु एकजना स्पेसल मान्छेलाई भेट्नु। र विशेष गरेर चाहिँ आजको भ्लग एक प्रकार राम्रै हुनेछ। र त्यहाँनिर यो भिडियो यसो हेरिदिँदै गर्नु होला। र अब केही क्षणमा हामी सरर गरेर जानेछौँ। गाडीहरू रेडी ल। ल है, अब चाहिँ पोख्रेबुङको सानो टुर छ। पोख्रेबुङ गएर आइन्छ के को लागि यसो हेरिदिँदा गर्नुहोस् है यो भिडियो चाहिँ। यो चाहिँ हाम्रो घरदेखि केही माथिपट्टिको दृश्य हो। र यो दृश्य हेर्न सक्नुहुन्छ, एकदमै राम्रो दृश्य छ। आमामामा हरियाली चाहिँ हेरौँ त, हरियाली यस्तो यतिखेर चाहिँ म चाहिँ तपाईँको यो चामुङको तेर्सो नयाँ बाटो जाँदै गरेको दृश्य हो। र यहाँ हेर्न सक्नुहुन्छ चामुङको तेर्सो बाटो चाहिँ राम्रो बनाएको रहेछ। यो सायद प्रधानमन्त्री ग्रामीण सडक योजना बनाएको हो। त्यही भएर पनि बाटो चाहिँ दामी बनाएको छ, एकदमै राम्रो फाइनल्ली गाइज, यहाँनिर अघि मैले तपाईँलाई भिडियोमा भनेको थिएँ पोख्रेबुङ जाँदैछु भनेर। यहाँ हेर्नुहोस्, खास मान्छेसँग भेट्न आएको म यहाँ। मुखिया नर्सरी एन्ड मुखिया नर्सरीको अनर्स भास्कर मुखियासँग। ठिकै हुनुहुन्छ अन्त? एकदम आज चाहिँ यहाँ चाहिँ विशेष गरेर चाहिँ म चाहिँ अर्किडको नर्सरी घुम्न आएको। आउँदा आउँदै बाटोमा यहाँनिर कोको चिप्स होइन, यो कोको चिप्स यहाँ यत्रो बनाइरहेको छ। यस्तो हुन्छ फुलको खेती गर्ने मान्छेहरू। ल है, म चाहिँ यहाँनिर आज गुराँस गार्डन यो आहा हेर्नु त, खेतीवाला मान्छेको काम गराइको तरिकै अलगै छ नि। यहाँ हेर्नु त, रङबिरङ्गी गुराँसहरू हाम्रो लेकतिर छैन, यहाँतिर यस्तो। आम्मामा ल है, यहाँनिर भास्कर दाजुको आज चाहिँ गार्डन घुम्न आएको। तपाईँहरूलाई मैले अघि नै भिडियोमा भनिसकेको थिएँ सरप्राइज हुन्छ भनेर। ल हाम्रो हेर्नु त भास्कर दाजुको यहाँनिर पटमा पनि हालेर ड्याममै यहाँनिर। ल पस्दिउँ त भास्कर दाजुको यहाँनिर घरभित्र सट्टैसँगले। भास्कर दाजुको महल इन्ट्रेन्समै यहाँनिर हेर्नु त, यहाँनिर खेला यस्तो छ है मुखिया नर्सरीको मालिकहरूको यहाँनिर फुलहरू परहरूको। हेर त, अब यहाँ त यो त स्टार्टिङ मात्रै भयो। अब एकछिनबाट चाहिँ कस्तो हुन्छ होला अब यहाँ नर्सरी घुम्दाखेरि चाहिँ। यो नयाँ एन्जिले अरे यो मिनिचरमा, यो अहिले हाइब्रिड लेटेस्ट निक्लेको। यहाँ हेर्नुहोस्, आम्मामा दामी गुराँस। यो पनि अरे यो चाहिँ गुराँससँग हाइब्रिड गरेको होला नि है फुल चाहिँ। आम्मामा दामी परेको। यहाँ पुरै व्यवस्थित रहेछ। यहाँ चाहिँ होमस्टे अरे यहाँनिर चाहिँ फुल किन्नेहरू आएर बस्छ। जोइ बस्दैन नि, हामी आएर बस्दा पनि भन्यो होइन। अन्त टोइलेट बाथरुमहरू पनि ओके नि हो है, खत्रै छ नि। ल एकदम सफा चिटिक्कै। ल यो चाहिँ हाम्रो भास्कर दाजुको होमस्टे। हामी आएर बस्यो भने चाहिँ यहीँनिर हो, यही हो रुम। वो यो हो नि त मुखिया नर्सरीको खेला चाहिँ फेरि।
ल हेरौँ त आम्मा बत्ती बालौँ न हौ बत्ती नबाली त यस्तो झिलिमिली आम्मा ल है साथीभाइ हो मैले चाहिँ यही हेर्न आएको है आज चाहिँ म चाहिँ यहाँ चाहिँ ल बिस्तारै देखाउँछु हेर्नुहोस् फुल चाहिँ म चाहिँ चिन्दिनँ हो यो नयाँ के हो भास्कर दा यो नाम आइडेन्टिफाई छैन आइडेन्टिफाई छैन यो चाहिँ अर्को वर्ष रिलिज हुन्छ 26 मा यो पनि नयाँ हो 26 मा रिलिज गर्छ बुई फुल चाहिँ लु है साथीभाइ हो म चाहिँ यही हेर्न आएको है आज चाहिँ यहाँ हेरिहालौँ है यहाँ हेर्नु त आम्मा के हो यो अन्त फुलहरू त अन्त यी लु हेरौँ है साथीभाइ हो कस्तो कस्तो रहेछ फुल चाहिँ हो आज मसँग एकजना यो फुलको एकदम प्रख्यात मान्छे फुलमा एकदमै रुचि राख्ने मान्छे चाहिँ मसँग आउँछु भन्दै थियो उहाँलाई चाहिँ धोका भयो होला हेर्नुहोस् है यहाँनिर यही फुल हेर्न आएको म चाहिँ अब यो चाहिँ स्टार्टिङ झलक मात्रै होला भास्कर दाजु यो चाहिँ किन यसरी यो अँधेरोमा राख्नुभएको यसलाई त्यो यहाँ फ्लावर सो हुँदैछ नि त ए फ्लावर सोमा जानुको लागि हो यो डिस्प्लेको लागि डिस्प्लेमा जानुको लागि चाहिँ यहाँ राख्नुभएको मतलब यसलाई अलग्गै छुट्याउनु भएको कहाँनिर हुँदैछ फ्लावर सो चाहिँ अब पोखरेबुङ पोखरेबुङ साङ्गेटारमा चाहिँ फ्लावर सो हुँदैछ अरे बुई यहाँ हेरौँ त ककहरू त कत्रो कत्रो ल है साथी हो कोले चिन्छ आफै नाम बताऊ है यहाँनिर कमेन्ट गरौँ है ल यहाँनिर चाहिँ मिटिङ सिटिङ हल्का फुल्का आम्मा लु हेरौँ त रौनक यी रौनक अलग्ग यहाँनिर आएर चाहिँ ल है साथीभाइ हो यहाँनिर चाहिँ आएर चाहिँ गाना भजन गर्दाखेरि चाहिँ मजाले हुने खालको रहेछ है यहाँनिर अर्किडहरू यो कहाँ जानुको लागि हो कि लिएको हो कि के हो ल्याउनु भएको कहाँबाट भास्कर दा मैनामबाट हो ल है मैनामको चाहिँ हामी पनि रोप्नुपर्छ है यहाँ हेरौँ यहाँनिर भास्कर दाजुको यो नर्सरी अस्ति मैले भिडियो कल गर्दाखेरि चाहिँ तपाईँ यहीँ हुनुहुन्थ्यो है नेचुरलतिर पनि रहेछ होइन यो पनि नेचुरल हो नि होइन नेचुरल नै हो अरू त सबै खै फुल त है जुन देखे जुनै राम्रो घाम देखे घामै राम्रो भनेको जस्तो नि हौ यो वाइट हो ए राम्रो छ पनि राम्रो निस्केछ रक्की भने रक्की 30 वटा ल 30 वटा रक्की भन्ने चाहिँ यही अरे अस्ति मिरिकमा 40,000 भन्ने यही होइन के हो 50 वटा रहेछ कि 20 वटा चाहिँ बेच्नेमा राख्यो रोप्नु डल्लै छ लु अन्त बौलायो भने यसरी पाउनु ल है लु अब फुल चाहिँ यो खालको रहेछ मेरो एकजना साथी आज आउँछु भन्दै थियो कि भास्कर दा उसलाई चाहिँ धोका भयो नि अब हो जाउँ न भनेको मान्दै नमानेर अस्ति दिन तपाईँकोमा आउने इच्छा चाहिँ गर्दै थियो होइन ऊ पनि फुल चाहिँ मजाले चिन्छ क्या एक दिन म लिएर आउँछु यस्तो रहेछ है भास्कर दाकोमा यो चाहिँ नेचुरल यो त चाहिँ नेचुरल गार्डन बनाउनु हुँदैछ कोसिस गरी छ